हामी त्यस्तो दूरदर्शी जाति नै हैनौँ, हामी त सुतेको जाति हौँ। अझै उपयुक्त भन्न पर्दाखेरि हामी त सुतेको एक्टिङ गर्ने जाति हौँ। नमस्कार, जय गोर्खा। र न्युज त हेर्नुहुँदै होला देशको। हालैमा दिल्लीमा जन्तर मन्तरमा कस्तो प्रदर्शन चलिरहेको छ, के कुराले प्रदर्शन चलिरहेको छ है। अनि यो घटनाक्रमलाई विभिन्न मान्छेले विभिन्न तरिकाले हेर्नै सकिन्छ। किन भन्दाखेरि दिनरात टिभीमा गोदी मिडियाहरूले घोग्रो सुकाइ यसलाई अर्कै तरिकाले प्रचार गरिरहेका छन् भने यहाँनिर ग्राउन्ड जिरोमा है यथार्थ भने अर्कै छ। अनि यस्ता मिडियाहरू पनि छन् नि त जसले मरमसला नथपिकन यथार्थ अनि सत्यता चाहिँ के हो त्यो मात्र प्रचार गरिरहेका छन्। अनि त्यस्तो भिडियोहरू पनि कैयौं भिडियोहरू हामीले हेरिसकेका छौँ है। त्यसले गर्दा विभिन्न मान्छेहरूको विभिन्न तरिकाले यो घटनाक्रमलाई लिनै सक्छ। तर हामी गोर्खा जातिको सन्दर्भमा भन्दाखेरि यसले हामीलाई अहिले असर पारेको छैन। किन पनि पार्छ है, हामी त्यस्तो दूरदर्शी जाति नै हैनौँ, हामी त सुतेको जाति हौँ। अझै उपयुक्त भन्न पर्दाखेरि हामी त सुतेको एक्टिङ गर्ने जाति हौँ। जहिले पनि हामीले कुरा ढिलो बुझ्छौँ, ढिलो डाँडा काटेपछि मात्रै हामीले कुरा बुझ्छौँ। अनि अहिले हेर्नुहोस् गोदी मिडियाहरूले यो प्रदर्शनलाई अर्कै रङ रूप दिइरहेको छ है। पहिला त एन्टी नेसनल भने, त्यो पछाडि यिनीहरूको मुद्दा ठिक होइन, यिनीहरू त आर्जनिक फैलाउनेहरू भने है युवाहरूलाई है, जसलाई देशको समाजको भविष्य कर्णधार भनिन्छ त्यसलाई एन्टी नेसनलसम्म पनि भने है। टियर ग्यास लाठीचार्ज त्यो त हाम्रो लागि नर्मल हो, किनभने विभिन्न चरणमा हामीले यो कुराहरू फेस गर्दै नै आएको। हामीले पनि टियर ग्यास खाएकै हो, हामीले पनि लाठी त खाएकै हो होइन। अनि यहाँ अहिले भर्खरै मात्रै मैले एउटा गोदी मिडिया हेरिरहेको थिएँ है, एउटा अब रेप्युटेड च्यानल नै हो, हिन्दी च्यानल हो। त्यसमा त झन् यो प्रदर्शनकारीहरू युवाहरूको कतिपय व्यक्तिहरूलाई त चाइनाको सपोर्टसँग पनि लिङ्क गरिदिएछ क्या। बुझ्नुहुँदैछ कतिको डेस्परेट छ। अनि मैले यो कुरा किन भन्दैछु भन्दाखेरि यो भविष्यको लागि हो, हाम्रो लागि, हाम्रो जातिको लागि हो। भोलिको दिनमा यो डबल इन्जिन सरकारले हाम्रो जातीय अस्मिता पूरा गर्न मानेनन् भने अथवा जे दिन्छु भन्दैछ त्यसले पनि हाम्रो अस्मिता पूरा भएन भने अनि हामी बाध्य भएर अल्टिमेटली हामी चाहिँ बाध्य भएर हामी चाहिँ सडकमा यदि ओर्ल्यौं भने त्यतिखेर हामी गोर्खा जातिलाई पनि चाइनाको सपोर्ट छ, बाहिर शक्तिहरूको सपोर्ट छ, फन्डिङ छ। हामी त यो क्षेत्रको सबै हामी त एन्टी नेसनल हो भनेर गोदी मिडियाले घोषितै गरिदिँदैन भन्ने ग्यारेन्टी के छ? किनभने यो सरकारको रवैया हामीले देख्दैछौँ नि त होइन। अनि यो एकदमै खतरनाक हुनेछ क्या। हुन्छ भनेको होइन, तर हुने सम्भावना पनि हामीले देखिरहेका छौँ नि त। त्यसले गर्दाखेरि हाम्रो युवाहरू जाग्नुपर्छ, हाम्रो सम्पूर्ण गोर्खा जाति जाग्नुपर्छ, हाम्रो स्टुडेन्ट्सहरू जाग्नुपर्छ। अनि अहिलेदेखिकै हामीले हाम्रो भविष्य सोच्नुपर्छ के छ कसो छ। यदि हाम्रो मागलाई सठिक ढङ्गमा पूर्ताल गर्न सकेनन् भने हामीले प्रदर्शन गर्दाखेरि लु लाठी चार्ज टियर ग्यास त छँदैछ, तर हामीलाई यस्तै सङ्गीन आरोपहरू लगायो भने चाहिँ के सोच्नु भएको छ?